र साथीहरू यहाँ हेर्नुहोस् त हाम्रो गाउँको जङ्गलहरू चाहिँ हाम्रो मामा गाउँको जङ्गलहरू चाहिँ कुछ यस्तो छ है र हामी चाहिँ घर चाहिँ भोलि मात्रै जान्छौँ होला है साथीहरू यस्तो छ। र उसको नाम चाहिँ आयुष है गाइस, हाम्रो आमाको बहिनीको छोरा हो ऊ चाहिँ हो। र यस्तै छ यतातिर कटुसको रुखहरू छ, हाम्रो गाउँमा पनि कटुसको रुखहरू हुन्छ है। हजुरपट्टि पनि हुन्छ होला पक्कै पनि है, भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ। उतालाई चाहिँ बाँस घारी पुरा छ है साथीहरू। र हजुरहरूले बाँसको ताँबा खानुभयो त कमेन्ट गर्नुहोस् त, हामीले त खायौँ है साथीहरू। र साथीहरू यहाँ हेर्नुहोस् त एकदमै दामी तरिकाको मन्दिर है, हजुरहरूले दर्शन गर्नुहोस् होला। र यस्तो छ जग्गाहरू यतातिरको चाहिँ हजुरहरूले यहाँ पढ्नु सक्नुहुनेछ है। यहाँ हेर्नुहोस् त है, पढिहाल्नु भयो होला। र मैले चाहिँ हाम्रो निश्चल दादाको लागि है यो चाहिँ यहाँनिर चाहिँ आएर म यस्तो भिडियो बनाउँदैछु हाम्रो निश्चल दादाको लागि। निश्चल दादा दर्शन गर्नुहोस् होला तपाईँ पनि है, भिडियो हेर्दै हुनुहुन्छ भने। यस्तो छ र मैले भनेको थिएँ नि पानीको पोखरी छ ठुलो भन्दा, अहिले चाहिँ पानी अलिक घटेछ है। म नआएको 1 दिन जति भएको थियो, 1-2 दिन पानी यस्तो घटेछ। र यहाँनिर चाहिँ यस्तो छ, यहाँबाट गेट छ, यहाँभित्र पस्नुको लागि चाहिँ पस्नु त्यति साह्रो सक्दैन हामी है अहिले, भित्र पानी छ नि त त्यो भएर। यहाँभित्र चाहिँ धेरैजनाले ज्यानहरू पनि गुमाइसकेको छ साथीहरू है। यस्तै छ, हजुरहरूले हेर्दै हुनुहुन्छ होला नि, हेर्दै हुनुहुन्छ होला है। र यता हाम्रो नेपाली भाषामा चाहिँ धर्माधर कि खै त्यस्तै के भनेर जानिँदो रहेछ। र यहाँबाट चाहिँ एउटा दुलो छ, तपाईँलाई म देखाउँछु है। र यहाँ हेर्नुहोस् त यहाँ एउटा दुलो छ होइन, त्यहाँबाट चाहिँ पसेर यो दुलोबाट निस्क्यो भने चाहिँ एकदमै राम्रो मानिन्छ अरे, हजुरहरूले बुझिहाल्नु भयो होला। र यता माथि चाहिँ ठुलो मन्दिर छ अझै है। र हजुरहरूले त्यो मन्दिरको भिडियो हेर्नु चाहनुहुन्छ भने चाहिँ कमेन्ट गर्नुहोस्, म त्यहाँ माथि गएर पनि भिडियो पुरै बनाउने छु हजुरहरूको लागि है। र यस्तै छ यी जग्गाहरू हाम्रो गाउँको, यस्तै छ है त गाइस साथीहरू। यो चाहिँ हाम्रो घरदेखिको 5 मिनट टाढोको जग्गाहरू यस्तै छ मामा घरको है। हजुरहरूलाई के कस्तो लाग्छ त साथीहरू, हाम्रो निश्चल दादाको लागि है यो चाहिँ एकदमै दामी तरिकाको दर्शन गर्नुहोस् होला निश्चल दादा तपाईँले है। ल है त साथीहरू आजको भिडियो के कस्तो लाग्यो हजुरहरूले हेर्दै हुनुहुन्छ भने